हेलो गाइजहरू, हामी चाहिँ यो चरीकोटको माथि देउरालीमा रहेको गुम्बामा आइपुगेका छौँ र आजको मौसम चाहिँ असाध्यै राम्रो भएको छैन। यस्तै सिमसिम पानी परिरहेछ। यस्तो छ, यहाँ तलतिरको ब्याकग्राउन्ड सिन यस्तो भइरहेछ। हामी त्यतै जाँदैछौँ। हामी चाहिँ जाँदैछौँ यसरी र यहाँ गुम्बामा जाने बाटो यस्तो रहेको रहेछ। यो आजको मौसममा पानी परेको हुनाले फेरि र यस्तो छ र हाम्रो र धेरै राम्रो सिनहरू छ यहाँ, असाध्यै राम्रो सिन। तपाईहरु पनि घुम्न आउनु होला। यता 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 किता र हामी चाहिँ यहाँ यसरी मानेमा छौँ। यसरी ल गुम्बामा छौँ हामी। एक फोनको यसलाई लगाउने छौँ र साथमा हाम्रो बाबुराज पनि छ। ल हामी चाहिँ यसरी आयौँ। उस के अरे भिडियो चाहिँ स्क्रिप्ट नगरिकन बनाउन खोजिरहेको छ कि यसरी यसरी क्या। यहाँ होइन, यसलाई नै एउटालाई नै जोड्न खोजिरहेको छ कि सबै। यस्तो यस्तो सिन रहेको रहेछ यहाँ हाम्रो यो गुम्बामा चाहिँ। त्यहाँ पर पनि बन्दै रहेछ। दोलखा जिल्लाकै राम्रो खालको उत्कृष्ट एउटा गुम्बा हामी यो यस क्षेत्रलाई मानिन्छ होइन। अब यही क्षेत्र चाहिँ एकदमै शान्त र शान्त स्वभाव भएको कारणले गर्दा यहाँ गुम्बा बनाएको भन्ने पनि बुझिन्छ होइन। पर्यटकीय दृष्टिकोणले असाध्यै राम्रो रहेको छ यो ठाउँ। प्लस असाध्यै राम्रो सिन छ। हेर बाबुराज, यहाँ हेर। मनै लगाउने। परबाट हाम्रो गुरु आउँदै हुनुहुन्छ। उहाँले चाहिँ हामीलाई यहाँसम्म ल्याउनु भएको छ। हामी चाहिँ यहाँ कुकुरदेखि यसरी सावधान भनेर यसरी भनेको रहेछ। यहाँनिर कुकुरदेखि सावधान भनेको हुनाले हामी थोरै यहाँ हलमलमा परेका छौँ। मेन यहाँको गुम्बामा चाहिँ हामी यसरी आउँदैछौँ। ल यसरी छ। यहाँ हेर न, यी फोटो नै हुँदैछ यहाँ। एयरपोर्ट अन्त मलाई यसरी गुम्बामा हामी आइरहेछौँ। कस्तो राम्रो माथिको सिन यहाँबाट आउँदैन। हेर त बाबुराज, खतरा सिन छ हाम्रो। यो हाम्रो चरीहाङ गुम्बा सबैभन्दा ठुलो गुम्बामा हामी आइपुगेका छौँ। सरी, देउरालीको गुम्बा चरीहाङ भनेछु। गुम्बा चाहिँ यस्तो रहेको छ। खतरा बनाउँछ भित्र। उता हेर्न पाइहाल्दैन। आउनु न, भित्र बस्नु पर्ला त। के हो अनि यहाँभित्र चाहिँ हाम्रो पुरा गुम्बामा चाहिँ भइरहेछ।
यता यता हामी चाहिँ एक फोन कल आउँदैछौँ यो गुम्बामा भित्र के अरे गुम्बाभन्दा बाहिर बाहिर आछ्यो पानी पो चुयो त हो केही पट्टिएर आओस् न भाइहरू ए यो गुम्बा चाहिँ एकदमै के भन्दा म त अहिले भन्न आउँदैन यार। पर्यटकीय दृष्टिकोणले पनि असाध्यै राम्रो रहेको छ तपाईँहरू पनि यहाँ भिजिट गर्न आउनु होला भित्र के भन्छ भित्र एक फोनको त पुर्याउनु पर्यो ल एकदम सफल होस् डुलेर हिँड्नेहरू हाम्रो एक्जाम सफल हुन्छ बिस्तारै ल बाबुरा तिमी भ्लगमा अलि राम्रो देखिरहेको छैन अलि राम्रो आऊ नि त हामी फेरि पनि यसरी घुम्दैछौँ हातबाट बनाएको भ्लग हो यो हामी चाहिँ चरीकोटमा रहेको माथि देउराली गुम्बाको ठिक अगाडिपट्टि बसेका छौँ यहाँभित्र चाहिँ पुरा प्रार्थना भइरहेछ अनि हामी यहाँ प्रार्थना ध्यान भइरहेछ अनि हामी चाहिँ यहाँ बाहिर एकछिन बसिरहेछौँ माछा मासु खान्छन् कि भ्लगमा त हाम्रो यस्तो छ त ए पुरा ध्यानमा छ यो